विचित्रको छ कि म अहिले बल्खुको यो सुकुम्बासी जुन बालेन सरकारले पूर्णतया भत्काइसकेको छ है, यो ठाउँमा आएर उभिएर हेरिरहेको छु। यो दृश्य वरिपरि हेरिरहेको छु, तपाईँलाई पनि देखाइरहेको छु। तपाईँको कमेन्टहरू पनि म पक्कै लिइरहेको छु। तर मलाई लागेको के यहाँ हेर्नुहोस्, यो बाटोदेखि उता भनेको कम्प्लिटली यो सरकारी जग्गा होइन, यो कसैको नाममा भएको जग्गा। तर यो जुन बाटो छ यो बाटोदेखि यता भनेको चाहिँ अनधिकृत रूपमा बस्ती खडा गरी बसाइएको है भूमाफियाहरूले चाहिँ यी सोझा साझा गरिब जनताहरूबाट महिनाको हजारौँ पैसा लिएर घर भाडामा दिएर उनीहरू करोडपति भइसके। कोही क्यानाडा, अस्ट्रेलिया, अरू कुनै विभिन्न युरोप कन्ट्रीहरू पुगिसके, लाखौँ कमाए, करोडौँ कमाए, धनी भए। काठमाडौँमा चाहिँ 4 तला 5 तलाको जग्गा खडा गरे, घर बनाए होइन। देशका विभिन्न ठाउँमा यिनीहरूको थुप्रै सम्पत्ति छ। तर यी सुकुम्बासीहरू मारमा छन्। सरकारले यिनको अवहेलना गर्नुहुन्न। यिनलाई जसरी यहाँ ल्याएर बिजोग बनाएका भूमाफियाहरूलाई सरकारले छिटो भन्दा छिटो कारबाही गर्नुपर्छ।